यो ग्याङमा को राम्रै छ त्यो चाहिँ मेन्सन गरिदिनु होला। मनपर्नेले चाहिँ कमेन्ट गरेर मेन्सन गर्यो भने चाहिँ म कन्ट्याक्ट नम्बर सबै दिइदिन्छु है। त्यस खम्बे खोइ टिङ गरेन नि त नि टिङ ल फेरि एकचोटि यहाँ माइकमा छ्याम मेरो भ्लगमा आउनुको लागि होइन होला। ल हाम्रो यता यो हाम्रो गुरुङनी बहिनी पर्स हेर्नु अब त्यत्तिकै साउनी भन्छ त पर्स कत्रो फुलेको छ पैसा कति होला त यहाँ अब गेस गर्नुहोस् तपाईँहरू होइन। हेलो नमस्ते अनि स्वागत छ यार सम्पूर्णलाई प्रणाम ब्लगमा। साथीहरू आराम हुनुहुन्छ? आशा सम्पूर्णलाई आरामै होला। साथीहरू आज चाहिँ यो विकेन्ड छुट्टी मेरो, त्यही भएर यसो बाहिरतिर जाउँ कि के गरौँ कि भनेर बसिरहेको। अनि यहाँ चाहिँ एउटा केटीहरूको ग्याङ छ कि यो हाम्रो गाउँमा चाहिँ भनौँ न हाम्रो एरियामा। अनि त्यो ग्याङको केटीहरूले चाहिँ मलाई यसो आज भेटौँ विकेन्डको दिनमा, हामी एक ठाउँमा बसिरहेको छौँ आउनु भनेर मलाई फोन गरिरहेछ। त्यही भएर म भेट्नु जाँदैछु। अब हेर्दै गर्नु होला के रहेछ कस्तो रहेछ केटीहरूले के गरेर रहेछ म प्रत्यक्ष रूपमा देखाउँछु तपाईँहरूलाई, हेर्दै गर्नु होला है त। ल म अब हिँड्दै आउँदै यहाँनिर चाहिँ केटीहरू चाहिँ यो एउटा रेस्टुरेन्ट रहेछ, यसको एड्रेस दिएको थियो। यो रेस्टुरेन्टमा आइसकेको छु म। यहाँबाट चाहिँ भित्र छिरौँ, उनीहरू भित्रै होला। यहाँबाट भित्र छिर्दैछु म। यो चाहिँ हाम्रो रेस्टुरेन्ट, यहाँनिर जाँदैछु यसरी। यो भित्र चाहिँ ल दामी रहेछ ठाउँ चाहिँ, यो ठाउँ चाहिँ दामी रहेछ। अरू मान्छेहरू पनि खाएर रहेछ, कता रहेछ केटीहरू चाहिँ म हेर्दैछु। माथि आउनु भन्थ्यो, यो पनि फर्स्ट टाइम हो मेरो यहाँनिर। माथि आउनु भन्थ्यो, माथि जाँदैछु यसरी। ठाउँ चाहिँ दामी रहेछ, फर्स्ट टाइम यसो गजबको लाग्यो मलाई पनि। ओ ल भ्युज पनि राम्रो रहेछ। कहाँ हो नेपाली बोलिरहेछ, यतै होला सायद, यतै होला। यो ठाउँ पनि दामी रहेछ। ओ यहाँ रहेछ नि त। ओ किन बोलाएको? ल यिनीहरू त पुरै खाएर बसिरहेको रहेछ त। आमा पार्टी खाने? आमा भनेपछि मलाई आज सरप्राइज हो। ओ कसको के पार्टी हो स्पेसल्ली? विकेन्ड पार्टी विशेष मलाई इन्भाइट। आमा मलाई नै इन्भाइट गर्नुको कारण चाहिँ के नि? आमा मेरो भ्लगमा आउनुको लागि होइन होला। ल हाम्रो यता यो हाम्रो गुरुङनी बहिनी छ्याजालो छ्याजालो लासो फ्यापुल्ला। उता हाम्रो हिमालकी छोरी नमस्ते टासिडले। हाम्रो नमस्ते कोनिचिवा हो यता, कोनिचिवा हो यता जय नेपाल गोर्खे। ल हामी चाहिँ यसरी बसेर आमा के हो यो खानेकुरा त नि विभिन्न गराउँ। के कुनै नामै थाहा छैन तर भेराइटी आयो। आमाम ल हेर्नुहोस् ल, मलाई चाहिँ यिनीहरूले चाहिँ आमाम खाइसकेको कि यो भर्खर आएको के आउँदै हो? आमा मलाई वेट गरेको। ल साथीहरू आज चाहिँ मलाई गजब हुने भयो नि त, यहाँनिर चाहिँ आमा खानु पाउने भयो है आइटम। ल यस्तो रहेछ, मलाई सरप्राइज किन बोलायो भने त अब छुट्टीको दिन भेटौँ भनेर रहेछ होइन। ठिक छ नि? सब ठिक छ नि? ल आज काम छैन, सबैको छुट्टी हो? सबको छुट्टी रहेन। ओके यता हाम्रो मेघराज भाइसँग धेरै पछि भेट भयो नि। ल भेटेर खुसी लाग्यो नि, लामो समय भयो नि हुँदैन, कामै त्यस्तो हुन्छ हाम्रो त, छुट्टी हुँदैन। ल यस्तै छ। यो चाहिँ यो ओजिङ्ग रहेछ, मैले चिने। यो के हो थाहा छ नि? थाहा छैन। थाहा छ यो के भन्छ थाहा भएन। यो चाहिँ के हो चिज जस्तो छ नि त, चिज जस्तो रामेन चिज के भन्छ पनि। ल कोल्ड ड्रिङ्क्सहरू पनि ट्याक्क राखेर रहेछ। ल तयारी बबाल रहेछ। ल खाइदिउँ त्यसो त, मलाई त खानेकुरा देखि खानु मन लाग्छ है। खाइदिउँ है? ल खाइदिउँ है? लेट्स गेट इट। ल म चाहिँ सुरुमा यो जुसबाट ल चेस गरौँ न त। ल ठोकम ल सबै, ल खोइ सबैले एकैचोटि उठाउँ न। त्यही गरौँ न, जे छ त्यही उठाउँ न। ल हो छ त्यहाँ डुबाउनु। ल खम्बे खोइ टिङ गरेन नि त नि
यसरी भएन नि ल फेरि एकचोटि यहाँ माइकमा छ्याम खम्बे आज क्यामेरा गर्ने भनेर चाहिँ किन हाने दादाको के खाली ग्लास फोटोको पैसा हेर न यहाँ यो चाहिँ लेमोनेड रहेछ दामी रहेछ मस्स यहाँ बुमनिङ गर्ने कताले स्टार्टिङ केबाट गरौँ मिठो रहेछ दामी रहेछ यो मतलब यसमा उ छ हैन तपाईँ खानुहुन्छ सबै गुलियो सङ्गीता मिठो मिठो रहेछ सङ्गीता हामीले मैले खाएको छैन अब टेस्ट गरौँ मिठो अस्मिता एकदम दामी होइन सोनामेनी मिठो मस्स मासु ल हामी चाहिँ फेरि खाँदैछौँ विभिन्न आइटमहरू यो चाहिँ यो माछाको चाहिँ यो दोङ्कासु भन्छ यसलाई चाहिँ माछा दोङ्कास यो चाहिँ पनिर चिज के हो यो यस्तो ल आज चाहिँ हाम्रो विकेन्डमा चाहिँ यसरी चाहिँ झ्याममा लगाएर खाँदैछौँ त्यसले गर्दा ल अब यो खाएर चाहिँ हामी कहाँ जाने रे घुम्नु जानु भने होइन ल हामी घुम्नु पनि जाँदैछौँ यहाँ चाहिँ ऊ बहिनीले चाहिँ यो बोड्का पनि मगाएको छ बोड्का खाएर अब फ्याट हुने नि त यो उसले चाहिँ ऊ के अरे ब्ल्याक लेभल रेड लेभल मगाएको छ उता चाहिँ भोड्का छ सबैजना खाएर चाहिँ आज विकेन्डमा चाहिँ पुरै मातेर फुल्ली इन्जोय गर्ने अनि यो अहिले घुम्न जाने अनि त्यसपछि बेलुका चाहिँ डान्स पनि गर्ने है ल हेर्दै गर्नु ल अहिले चाहिँ खाँदैछौँ हामी ल फटाफट ज्याम खाएर एउटाले के खाँदैछ तन्काएर दिइहालौँ त एक सर्ट हेर्दा त मिठो छ जस्तो खायो खाऊ न कस्तो फुगु गरेको हो त्यस्तो मासु तातो त्यसरी यो चाहिँ मिठो चिज रामेन रहेछ के न अनि म सुन त्यो माछा हो है मिठो खाइसकेपछि आउने होला आजको विकेन्ड चाहिँ दामी हुने भयो हजुर बानी खाँदैछ सबैजना ल हाम्रो साथीहरूले चाहिँ एक महिनापछि सब खाएर हेर्नु त चिल्लो सबै खाएर सक्यो सबभन्दा धेरै खाने चाहिँ यता सब खाइसक्यो होइन सब खाएर चाहिँ लट्ठै भयो आज चाहिँ मलाई यो यस्तो मिठो खानेकुरा प्रोभाइड गरिदिएकोमा सबैजनालाई मेरो स्पोन्सरहरूलाई चाहिँ थ्याङ्क यू तपाईँहरू सबैलाई थ्याङ्क यू है मलाई यस्तो मिठो खानेकुरा बोलाएर खुवाउनु भयो हामी दुईजना चाहिँ आज पाहुना होइन त दुईजना हामी दुईजना पाहुना उनीहरू चाहिँ स्पोन्सर हामी चाहिँ आज ल यिनीहरूले खुवायो पुरै ल हेर्नुहोस् जुसहरू के सब मजाले खाएर सक्यो जस्ट एकदम आजको विकेन्ड चाहिँ मजाको सधैँ यो कोरियन टाइपको खाइरहेको थियौँ हामीले आज चाहिँ विशेष गरी यो के युरोपियन टाइपको भयो नि होइन युरोपियन टाइपकै खायौँ बेस मजा लाग्यो पेट टन्नै भयो नि त यहाँ भन्दा कति हालत हेर्नु नि कस्तो छ त्यो बसाइबाटै चिनिन्छ नि होइन बसाइबाटै चिन्नु उतार्नु पऱ्यो एउटा चाहिँ उता सुतिसकेको छ एउटा चाहिँ अझै खाँदैछ सबभन्दा धेरै खाने चाहिँ यता है फेरि खाएको खायो अझै छ ऊ यो अचार पनि खाली बनाइसक्यो बाँकी केही राख्नु हुँदैन के भयो ल फिनिस होइन त आज मिठो खायौँ अब त हामी कता जाने अब घुम्नु जाने हो अब हावा खान जाने हो घर जाने मेरो स्पोन्सरहरू 4 जना आजको चाहिँ स्पेसली 4 जनाले चाहिँ ल धन्यवाद है तपाईँहरूलाई हस् तपाईँलाई सधैँ अब नेक्स्ट टाइम पनि अब यसरी खाना बोलाउँछ अनि खानु बोलायो भन्दा म त फेरि आइहाल्यो नि त ल यस्तो मिठो खानु पाउँछ भन्दा म त आउने अन्त च्याप्पलाई पैसा पनि तिर्नु पऱ्यो नि है कति आनन्द मलाई पो मज हुने भयो त ल यो रेस्टुरेन्ट पनि राम्रै खालको चुज गरेर रहेछ साथीहरूले चाहिँ यस्तो दामी छ डेकोरेसन पनि हामी 2 तल माथि छौँ यहाँनिर चाहिँ यस्तो दामी छ यो भर्याङहरू पनि एकदम यो गोजीमा यो कोट ठुलो गोजीमा हाल्नु यो त्यसरी हाल्ने हो ल सिकिराख्नु हो त्यसरी स्वाटै हरायो नि त यतापट्टिमा अर्को त्यसरी हाल्यो है सक्यो
पर्स हेर्नु अब त्यत्तिकै साउनी भन्छ त पर्स कत्रो फुलेको छ पैसा कति होला त यहाँ अब गेस गर्नुहोस् तपाईँहरू होइन दिन पैसाको तिमीहरू साजाङ नि भयो भने त सबैजनाको हो त पैसा त नि हेर्नु नि कस्तो फुलेको छ मेरो पर्स हेर्नु छैन फुलेको पर्स नै छैन पर्स नै छैन पैसा भयो पर्स बोक्नु होइन फुलेको होला नि मेरो चाहिँ यो स्पेसल आज छुट्टी चाहिँ दामी नै भयो होइन ल त्यो सधैँ कोरियन खाएर हैरान भइरहेको थियो आज चाहिँ मिठो त्यो त्यो के भन्छ युरोपियन फुड खानु पायो मिठो लाग्यो नि मिठो लाग्यो है नेक्स्ट टाइम नि आउनुपर्छ नेक्स्ट टाइम पनि बोलाउनु म खानु त आइहाल्छु नि हस् ल भन्दै अहिले चाहिँ हामी जाउँ अब बाहिरतिर गएर यसो पार्कतिर घुम्नु जाउँ है कि समुद्र जाने हो नजाने अब ल हाम्रो ग्याङ चाहिँ यसरी छ कोरियाको केटीहरूको ग्याङ ल यसरी यो 2 तलमाथि हामी बसेको थियौँ अनि हामी यहाँ आयौँ त्यहाँ टकटक चाहिँ 2 तलमाथि दामी छ रेस्टुरेन्ट पनि ल यस्तो दामी रहेछ हाम्रो गर्ल्स ग्याङ यहाँ एकचोटि उभौँ त एउटा फोटो बनाउँछु कि त्यही बस्छ न लाइट आउँछ नि ब्यागको ए बस भनेपछि बस न सबैजना बसौँ न ल हामी चाहिँ यहाँ एउटा ग्रुप पोजको लागि चाहिँ जाँदैछौँ पर्खै म पनि आउने हो नि त पैसा तिर्ने बेलामा टोइलेट जाने हो त्यस्तै हो के हो बानी चाहिँ यहाँनिर चाहिँ हिसाब बुझाएर साजाङ निमले पैसा तिर्यो तिर्यो ओके काम साम नि त साल मगासौँ नि त ल साजाङ निमले अब पैसा तिरेछ आज आने ए सुवाजे हो ए ल बाहिर कस्तो शीतल रहेछ हामीलाई गजबले यस्तो राम्रो होला हाउसमा आएर हामीले मिठो मिठो खाना खायो आज म एक दुईवटा फोटो खिचिदिउँ ओके ल यहीँ हो त अनि खोलेर फालिदेऊ न नि नङ्गुते कुदा त लु कतिको सक्छ ल आज हामी चाहिँ जस रानो भिडियो गर्ने भनेर कहाँ जाने पार्क त्यो पार्कमा जाउँ रानो भिडियो गर्नु है यो ग्याङमा को राम्रो छ त्यो चाहिँ मेन्सन गरिदिनु होला मनपर्नेले चाहिँ कमेन्ट गरेर मेन्सन गर्यो भने चाहिँ म कन्ट्याक्ट नम्बर सबै दिइदिन्छु है त्यसै त्यो म कन्ट्याक्ट नम्बर सबै दिइदिन्छु यिनीहरू चाहिँ ल 4 जना चाहिँ एकदम राम्रो छ होइन जो मनपर्छ त्यो चाहिँ भन्नु होला लुगाको कलरबाट भन्नु होला अनि म ट्याक्क लाएर फोन नम्बर दिन्छु अनि आफै कुराकानी मिलाउनु होला आजलाई चाहिँ यति नै गरेर इन्डिङ गरौँ होला है धेरै खाएर कोही कोहीले ठुसठुस पनि पऱ्यो अरे ल भन्दै आजलाई चाहिँ हामी बिदा हुन चाहन्छौँ नेक्स्ट भिडियोमा फेरि भेटौँ ल स्वस्थ रहनु होला मस्त रहनु होला होइन अनि हेर्दै गर्नु होला सबै गर्नु होला है जे सक्छ त्यही गर्नु होला मन परेन भने कमेन्ट गर्नु होला होइन जस्तो छ त्यस्तै भन्दै आजलाई चाहिँ भ्लग यो भ्लग चाहिँ यहीँ सघाउन चाहन्छु विकेन्ड भ्लग चाहिँ हाम्रो होस् मजा भयो खानेकुरा नि मजाले खायो ल साथीहरू हेर्दै गर्नु होला हस् त